अब जसै कर्म भन्छन् नि हो, त्यो त मेरो निधारमै लेखेर आएको छ क्या। म प्योर इन्टेन्सनले, म एकदमै सफा निश्चल मनले कसैलाई म सहयोग गर्छु, म माया गर्छु, म आफ्नो सोच्छु, म विश्वास गर्छु, म राम्रो चिताउँछु, मनैदेखि मन पराउँछु भने पनि नि अन्त्यमा गएर त्यो कुराहरू चाहिँ जस्ट अपोजिट भइदिन्छ क्या। भन्नाले मेरो इन्टेन्सन वाज प्योर, बट त्यो रिजल्ट चाहिँ कस्तो हुन्छ भने अपोजिट मान्छेलाई चाहिँ कहिले पनि नपुग्ने क्या। मैले गरेको राम्रोको पनि नराम्रो कुराहरू ल्याइहाल्ने, मैले गरेका कामहरू पनि गलतै लाग्ने, प्रत्येक कुराहरूमा केही न केही खोट कमी कमजोरीहरू त देखिने नै क्या। अनि मलाई चाहिँ आफ्नै भाग्य देखेर अहिले चाहिँ आशा लाग्छ, राम्रै गर्न जाँदै पनि नराम्रो भइदिने क्या। अनि अहिले चाहिँ मैले त्यो अरूको लागि आफ्नो मन दुखाउन चाहिँ अलिक कम गरेको छु। भन्नाले जुन कुरामा मेरो पनि चित्त दुखिरहेको छ, चित्त बुझिरहेको छैन, म त्यो कुराबाट अलिकति पर सर्ने गर्छु। अहिले म भन्ने गर्छु, चाहे मेरा खुनका नाता नै किन नहुन्, म के भन्छु भने मेरो पनि त